जीवनमा एउटा कुरा सधैँ याद राख्नुहोस्, एउटी महिलाले आफ्नो जीवनमा धेरै कुरा सहन सक्छ, तर अपमान कहिल्यै सहन सक्दिनन्। ऊ आफ्नो परिवारको खुसीका लागि आफ्ना ठूला सपनाहरू त्याग्न सक्छ, आफ्ना रहरहरू दबाउन सक्छ र दिनरात मेहनत गर्न सक्छ। ऊ गल्तीहरू माफ गर्न सक्छ अनि दुःख सहेर पनि मुस्कुराउन सक्छ। तर जब उसको आत्मसम्मानमाथि प्रहार हुन्छ, त्यसपछि उसको मन भित्रैदेखि पूर्ण रूपमा टुट्न थाल्छ। किनकि हरेक महिलालाई संसारको महँगो उपहार चाहिएको हुँदैन। उसलाई त केवल थोरै सम्मान, थोरै अपनत्व र मायाले भरिएका 2 शब्द मात्र चाहिन्छ। याद राख्नुहोस्, जुन घरमा महिलाको सम्मान हुन्छ, त्यही घरमा मात्र साँचो खुसीको वास हुन्छ। तर जहाँ महिलाको बारम्बार अपमान हुन्छ, त्यहाँ सम्बन्धहरू बिस्तारै भित्रभित्रै मर्न थाल्छन्। त्यसैले नारीको त्यागलाई कहिल्यै उसको कमजोरी नसम्झिनुहोस्, बरु उनलाई कदर र सम्मान दिएर सम्बन्धको जगलाई अझ मजबुत बनाउनुहोस्।